व्यापक देखाएको थिएँ र सुरु भइसक्यो ठिक छ। आज हामी चाहिँ यो दार्मा गाउँपालिकाको 3 नम्बर वडामा अवस्थित यो ट्री फन्डको एक्सप्लोर गर्न आएको। साँझ परिरहेछ, त्यसका अलावा पनि हामी यसको चाहिँ केही कुराहरू चाहिँ अब्जर्भ लिइसकेका छौँ, डेटा रिपोर्ट गरिसकेका छौँ र छिट्टै यसको हामी अब एक्सप्लोर गर्नेछौँ। सबैजनालाई नमस्कार। आज हामी कर्णाली प्रदेश सल्यान जिल्ला अन्तर्गत रहेको दार्मा गाउँपालिका वडा नम्बर 3 मा एउटा नयाँ प्रजाति भेटियो भनेर चाहिँ हामीलाई चाहिँ स्थानीय नेत्र घटी सहरबाट चाहिँ हामीले चाहिँ त्यो स्रोत पाए पछाडि हामी चाहिँ अहिले पालिका हुँदै दार्मा गाउँपालिका हुँदै केही बाटो चाहिँ बाइकमा र आधा बाटो 15 मिनट जति हामी हिँडिसकेपछि यो मूलको डौरे मूल भन्ने ठाउँमा पुगेर अहिले हामीले चाहिँ यो वनस्पति एउटा देखिरहेका छौँ। यो वनस्पति हेर्न सक्नुहुन्छ। अहिले ठ्याक्कै हेर्दा यसले न्युरो यहाँको उसले स्थानीयवासीले चाहिँ दौरे भनेर चाहिँ चिन्ने, रुख दौरे भनेर चाहिँ उहाँले नामाकरण गरिरहनु भएको रहेछ र यो विगत 30 वर्षदेखि यो चाहिँ यहाँ बिरुवाहरू उत्पादन भएर बसिरहेको अवस्थामा देख्न सकिन्छ। यहाँको भौगोलिक स्थिति बुझ्दाखेरि समुद्र सतहदेखि यो 900 मिटरको पेरिफेरीमा यो हाइटमा छ भने यो सिमसार क्षेत्र छ, एकदम सिमसार क्षेत्र छ। हेर्न सक्नुहुन्छ त्यहाँ पानीको मुहान पनि त्यसैमा आएको छ र माथि रुखको छायाको उसमा एकदम छायामा चाहिँ यो हुर्किएको छ। यो नर्थ साउथतिर फर्किएको पाखामा रहेको यसलाई ट्री फन्ड भनेर चाहिँ हामीले यसलाई हो भन्ने चाहिँ हामीलाई जिज्ञासा लागिरहेको छ। यसको ल्याब टेस्ट गर्न बाँकी नै छ, यो कुन प्रजाति हो र अब ल्याब टेस्ट गरिसके पछाडि यो प्रजातिको बारेमा विस्तृत रूपमा चाहिँ जानकारी तपाईँहरूलाई हामीले दिनेछौँ र यसलाई एक्सप्लोर गर्नलाई हामी अहिले 3 जना आइपुगेका छौँ। हाम्रो एकजना शर्मा के सर जीवन शर्मा सर हुनुहुन्छ, कुमाक गाउँपालिकामा उहाँ चाहिँ संयोजक रोजगार संयोजक हुनुहुन्छ। नेत्र घटी सर हुनुहुन्छ, उहाँ दार्मा गाउँपालिकामा कृषि शाखामा काम गर्ने सर हुनुहुन्छ। एकजना केशव दस्याल हुनुहुन्छ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा काम गर्नुहुन्छ। र म टोपेन्द्र गिरी, घर चाहिँ दाङ, म वन वातावरण क्षेत्रको विद्यार्थी र अहिले चाहिँ रिसर्चको रूपमा चाहिँ हिँडिरहेको छु। यसको विस्तृत रूपमा चाहिँ यसको ल्याब टेस्ट गरिसके पछाडि हजुरलाई हामीले एक्सप्लोर गरेर यहाँको बारेमा वस्तुस्थितिमा छन् यस्तै खालका बिरुवाहरू चाहिँ हामीले यहाँ पर्याप्त मात्रामा देख्न सक्छौँ। यहाँ मात्रै नभएर क्लस्टरमा 10वटा 15वटाको क्लस्टरहरू पनि भएको चाहिँ हामीलाई अनुमान भएको छ र हामी भिजिट पनि गरिसकेका छौँ। हस् त, धन्यवाद।